नमस्कार सबैजनालाई। तपाईहरु हेर्दै हुनुहुन्छ बाबुराज अफिसियल च्यानल। आजको भिडियो अलि खास छ, अलि माया भरिएको छ, किनकि आज हो किस डे। तर के तपाईलाई थाहा छ किस डे किन मनाइन्छ? यसको इतिहास के हो? आजको भिडियोमा म तपाईहरुलाई यिनै कुराहरुको बारेमा जानकारी दिन चाहन्छु। किस डे कहिले मनाइन्छ? किस डे हरेक फेब्रुअरी 13 मा मनाइन्छ। यो भ्यालेन्टाइन वीक को 7औं दिन हो। भ्यालेन्टाइन वीक यस्तो हुन्छ कि रोज डे फेब्रुअरी 7, प्रपोज डे फेब्रुअरी 8, चकलेट डे फेब्रुअरी 9, टेडी डे फेब्रुअरी 10, प्रमिस डे फेब्रुअरी 11, हग डे फेब्रुअरी 12, किस डे फेब्रुअरी 13 एन्ड लास्ट भ्यालेन्टाइन डे फेब्रुअरी 14 मा रहेको छ। किस डे भनेको भ्यालेन्टाइन्स डे को एक दिन अघिको खास दिन हो। किस डे को अर्थ किस केवल एउटा फिजिकल एक्सन मात्र होइन, यो माया, विश्वास, सम्मान र भावनाको प्रतीक हो। कसैलाई किस गर्नु भनेको म तिमीलाई माया गर्छु भन्नु जस्तै हो। म तिमीसँग सुरक्षित महसुस गर्छु भन्ने संकेत हो। तर ध्यान दिनुपर्ने कुरा के हो भने साथीहरु, किस डे भनेको जबरजस्ती होइन। यो केवल दुवैको सहमतिमा मात्र अर्थपूर्ण हुन्छ। साँचो माया भनेको सम्मान र विश्वास हो। किसको इतिहास हेर्दा किसको परम्परागत हजारौं पुरानो छ। पुरानो रोमन संस्कृतिमा किस विभिन्न अर्थमा प्रयोग हुन्थ्यो। माया, मित्रता, सम्मान आदि। आजकल भने किस डे खास गरी प्रेम सम्बन्धमा रहेका जोडीहरूले मनाउने गर्छन्। सामाजिक सञ्जालमा पनि आजको दिन धेरै फोटो, स्ट्याटस, रिल्स, टिकटकहरू, युट्युबहरूमा देख्न पाइन्छ। किशोर उमेरका लागि सन्देश, विशेष गरी युवा र किशोरहरूका लागि एउटा सन्देश। माया सुन्दर कुरा हो, तर पढाइ, भविष्य र परिवार पनि उति नै महत्त्वपूर्ण हुन्छ। किस डे मनाउँदा पनि जिम्मेवारी नबिर्सनुहोला। मर्यादा कायम राख्नुहोस्, कसैलाई दबाव नदिनुहोस्। साँचो प्रेम कहिले हतारमा हुँदैन। सही समय आएपछि सबै कुरा आफै सुन्दर बन्छ। यदि तपाईलाई यो जानकारी मन पर्यो भने यो भिडियोमा लाइक गर्नुहोस्, कमेन्ट बक्समा कमेन्ट पनि लेख्नुहोला। ह्याप्पी किस डे। यो च्यानलमा सब्स्क्राइब पनि गर्न नभुल्नुहोला। यस्तै फेरि पनि अर्को रमाइलो भिडियोहरू ल्याउने बाचा गर्दछु। तपाईहरुको दिन शुभ रहोस्। ह्याप्पी किस डे एभ्रीवान। ह्याप्पी किस डे अल।